ल अरु ब्रान्डले चाहिँ राम्रो फोन निकाल्यो भनेर चाहिँ Realme चाहिँ किन पछि पर्नु भनेर हेर्न सक्नुहुन्छ 40,000 र 50,000 रेन्जमा वान अफ द बेस्ट मार्केटमा फोन चाहिँ अब तपाईको Realme को हुनेवाला छ किनभने Realme 15T चाहिँ तपाईको स्पेसिफिकेसनमा फिचर्सको कुरा गर्नुपर्दा एकदमै बवाल आइसकेको छ हेर्न सक्नुहुन्छ तपाईको 40,000 को रेन्जमा 8GB RAM 256GB स्टोरेज रहेको छ भने 50,000 को रेन्जमा तपाईले 12GB RAM 512GB स्टोरेजको साथ यो फोन चाहिँ मार्केटमा आइसकेको छ श्रेष्ठ मोबाइल केयर दमकमा र यसको स्पेसिफिकेसन र फिचर्सको कुरा गर्नुपर्दा यसको क्यामेराको कुरा गर्नुपर्दा यसमा तपाईले फ्रन्ट क्यामेरा तपाईले 50 मेगापिक्सल AI क्यामेरा पाउनुहुन्छ नि ब्याक क्यामेरा पनि तपाईले 50 मेगापिक्सलकै पाउनुहुन्छ र ब्याट्री एमएच पनि तपाईको 7000 mAh को ब्याट्री रहेको छ हेर्न सक्नुहुन्छ यो फोनमा र यसको चिपसेटको कुरा गर्नुपर्दा यसमा चिपसेट तपाईको Dimensity 6400 म्याक्स 5G चिपसेट रहेको छ त्यसैगरी यो फोन चाहिँ तपाईको IP69 वाटर रेजिस्टेन्स पाउन सक्नुहुन्छ तपाईको पानीमा नर्मल झर्दा केही नै हुनेवाला छैन यो फोनको डिस्प्ले कुरा गर्नुपर्दा 120 हर्ट्ज को एमोलेड डिस्प्ले पाउन सक्नुहुन्छ भने तपाईले 4000 निट ब्राइटनेस पाउन सक्नुहुन्छ यो फोनमा चाहिँ यो फोन चाहिँ तपाईले श्रेष्ठ मोबाइल केयर दमकमा नागरिकताको भरमा तपाईले 40% तिरेर किस्ताबन्दी पनि लिएर जान सक्नुहुन्छ र यो फोन लिन चाहनुहुन्छ भने हाम्रो श्रेष्ठ मोबाइल केयर दमकलाई आजै कन्ट्याक्ट गर्नु होला थ्यांक यू